दुईपट्टिबाट आएको जुलुसलाई झन्डा हल्लाएर ताली लगाएर सुन्नाराबाट आएको जुलुसलाई स्वागत गरिदिनु हुन अपिल गर्दछु। हामीसँग कुपण्डल त्रिपुरेश्वर र सुन्नाराको विशाल जुलुस निकै सुन्दर 80 हतौडा झन्डाले सजिएको जुलुस कार्यक्रम स्थलमा प्रवेश गरेको छ। एकपटक पुनः ताली लगाएर स्वागत गरिदिनु हुन अपिल गर्दछु। यसैगरी पद्मोदय मोडबाट एकीकृत समाजवादीको नेतृत्वमा आएको शान्ति वाटिकाको जुलुस पद्मोदय मोडबाट अगाडि बढेको छ र आरआर क्याम्पस नजिक आइपुगेको म देखिराखेको छु। त्यसलाई पनि ताली लगाएर स्वागत गरिदिनु हुन हार्दिक अपिल गर्दछु। हामीसँग सुन्नाराको निकै विशाल जुलुस कुपण्डल त्रिपुरेश्वर र सुन्नाराको यो नेकपा माओवादी केन्द्र कुपण्डल नेकपा माओवादी केन्द्र त्रिपुरेश्वर र नेकपा सुन्नाराबाट आएको जुलुस नेकपाका महासचिव कमरेड विप्लवको नेतृत्वमा मैले मञ्चमा प्रवेश गर्दै गरेको देखेको छु। एकपटक ताली लगाएर स्वागत गरिदिनु हुन हार्दिक अपिल गर्दछु। साथै सुन्नाराबाट प्रवेश गरेको जुलुसले एकपटक झन्डा फरफराइदिनु हुन माथि उठाइदिनु हुन हार्दिक अपिल गर्दछु। हामी मञ्चबाट राता मान्छेहरू जुर्मुराएको देखिरहेका छौँ। राता मान्छेहरूका हातमा 80 हतौडा अङ्कित कम्युनिस्टहरूको झन्डा उठाइरहेको देखिरहेका छौँ। यी प्रतिगामीहरूले भ्रष्टाचारीहरूले फटाहरूले देखुन् यी झन्डाहरू त्यत्तिकै झुक्दैनन्, गणतन्त्र त्यत्तिकै डगमगाउँदैन। 2-4 जना प्रतिगामीहरू उफ्रदैमा गणतन्त्र जल्दैन। हाम्रो कार्यक्रम स्थलमा नेकपाका महासचिव आदरणीय नेता कमरेड विप्लव प्रवेश नेत्रविक्रम चन्द विप्लव प्रवेश गर्नुभएको छ। उहाँलाई तालीले जोरदार स्वागत गरिदिनु हुन अपिल गर्दछु। यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष कमरेड माधव नेपाल कार्यक्रमका लागि मञ्चमा आउँदै हुनुहुन्छ। केही बेरमै उहाँहरू मञ्चमा आउनु नै छ। म त्योभन्दा अगाडि सुन्नारा साइडबाट आएको जुलुसलाई यथास्थानमा बसालिदिनु हुनका निमित्त स्वयंसेवकहरूलाई हार्दिक अपिल गर्दछु। स्वयंसेवक कमरेडहरू, हाम्रो एउटा जुलुस अर्को ठाउँमा जान सक्दैन। त्यस अर्थमा तपाईहरु जुन साइडबाट जुलुसमा आउनुभयो त्यही साइडमा यथास्थानमा बसेर सहयोग गरिदिनु हुन म हार्दिक अपिल गर्दछु। एकीकृत समाजवादीको नेतृत्वमा आएको जुलुस आरआर कलेज वाल्मीकि कलेजबाट अगाडि बढिसकेको छ। म त्यसलाई पनि हार्दिक